मर्निङ है प्रमोद दा थाक्दैन प्रमोद दा थाक्दैन बानी भयो है अनि बानी त भयो अब यस्तो हुन्छ कति मान्छेले त के हुन्छ त्यो बुढो बिचमा बाइकमा प्र्याक्टिस गर्छ दिउ सोचेर जित्दैन म जित्दिनँ तर अब मेरो फ्री छ टाइम हो घरमा बसिरहेन फेरि मथु मान्छे हो फेरि खानु मन लाग्छ समय छ अब भगवान्ले कोही मेरो साथीलाई राम्रै बुढी रहेछ कसैलाई गाडी दिएछ कसैलाई के घर दिएछ मलाई भगवान्ले दिएको समय हो यो समयको मैले सदुपयोग गरेको मात्रै हो नि त बुझ्दैन हाम्रो मान्छेले है त्यो फुर्के अरे भैँको भएर कुदेको अरे अब मलाई किन हेरिरहनु बुझ्दाखेरि यो क्या दार्जिलिङको मान्छे अब हिजो हेरेको है हो बडी बिल्डिङको खसडा भएछ है हजुर दार्जिलिङ